आज पनि मैले आटाको मोमो लिएर आएको छु है र आटाको मोमो खाएको देखाउँदैछु तपाईलाई इस्कुसको यो चाहिँ यो टिम्बु र लसुनको अचार म चाहिँ सकेँ है यता दिदी पनि हुनुहुन्छ है बहिनी पनि हुनुहुन्छ है हाम्रो खासै दिदी भन्नु भनेदेखि दिदीले यता दिदीले पनि खानुहुँदैछ म चाहिँ सकेँ एक बाइट चाहिँ खाएर देखाइदिएन अन्त मेरो यसमा आउँछ यो चाहिँ अब यता भिडियोमा भिडियोमा मम्मा